संसारको ध्यान मध्यपूर्वको तनावमा केन्द्रित भइरहेका बेला नेपालमा एउटा यस्तो राजनीतिक प्रयोग सुरु भएको छ जसले धेरैको ध्यान तानेको छैन। तर यहाँ जे भइरहेको छ त्यसले पुरै दक्षिण एसियालाई नै शासन गर्ने एउटा नयाँ बाटो देखाउन सक्छ। आउनुहोस् यो पुरै कथालाई नजिकबाट निहालौँ। यो प्रश्न नै नेपालमा भइरहेको परिवर्तनको केन्द्रमा छ। जब देश चलाउने र आम मानिसले एउटै वास्तविकता, एउटै समस्या भोग्छन्, तब के साँच्चै प्रणालीमा सुधार आउँछ त? नेपालले अहिले यही ठूलो प्रश्नको जवाफ खोज्ने प्रयास गरिरहेको छ। ल, यो कथाको सुरुवात सबैभन्दा साहसी र सायद सबैभन्दा धेरै बहस भएको पाटोबाटै गरौँ। एउटा यस्तो नियम जसले नेपालको शक्ति संरचनालाई नै हल्लाइदिएको छ। नियम एकदमै स्पष्ट छ, कुनै घुमाउरो भाषा छैन। अब देश चलाउनेहरूका छोराछोरीले त्यही सार्वजनिक शिक्षा प्रणालीमा पढ्नुपर्ने भयो जसको नीति नियम उनीहरू आफै बनाउँछन्। यो निर्णयको साङ्केतिक र वास्तविक असर दुवै निकै गहिरो छ। र यो नियम पछाडिको तर्क पनि एकदमै सरल र शक्तिशाली छ। जब नीति निर्माताको आफ्नै सन्तानको भविष्य सरकारी स्कुलमा निर्भर हुन्छ, तब मात्र उनीहरूलाई ती स्कुलको गुणस्तर सुधार्न वास्तविक चासो लाग्छ। नत्र कागजमा सीमित हुने बजेट र शिक्षकको लापरवाही अब उनीहरूको लागि व्यक्तिगत समस्या बन्न पुग्छ। तर प्रश्न उठ्छ, यति कडा र क्रान्तिकारी परिवर्तन आखिर कसरी सम्भव भयो त? यसको जड बुझ्नका लागि हामी केही समय पछाडि फर्कनुपर्छ र त्यो जनआक्रोशलाई हेर्नुपर्छ जसले यो सबैको लागि बाटो बनायो। घटनाक्रम निकै तीव्र गतिमा अघि बढ्यो। सडकमा भिआइपी संस्कृति विरुद्ध उर्लिएको जनआक्रोशले एउटा राजनीतिक सुनामी नै ल्याइदियो। यही जनअसन्तुष्टिको बीचमा चुनाव भयो र जनताले एक 35 वर्षीय इन्जिनियर जो राजनीतिक वृत्तभन्दा बाहिरका थिए, बालेन शाहलाई देशको सबैभन्दा शक्तिशाली पदमा पुर्याइदिए। आखिर जनताको आक्रोशको मुख्य कारण के थियो? त्यो थियो यही भिआइपी संस्कृति। नेता र अधिकारीहरूले आफ्नो सुविधाको लागि सडक नै बन्द गराउँदा, साइरेन बजाएर अरूलाई तर्साउँदै हिँड्दा र आम नागरिकलाई दोस्रो दर्जाको महसुस गराउँदा मानिसहरू दिक्क भइसकेका थिए। यो विद्रोह त्यही असमानता र अहङ्कार विरुद्ध थियो। अब त्यो स्कुलको नियमबाट अलि फराकिलो दायरामा हेरौँ, किनभने त्यो एउटा मात्र नियम थिएन। यो त पुरै प्रणालीलाई बदल्ने एउटा बृहत योजनाको एउटा सानो हिस्सा मात्र हो। प्रधानमन्त्री शाहले एउटा दुईटा होइन, पुरै 100 बुँदे सुशासन रोडम्याप सार्वजनिक गरेका छन्। यो कुनै सामान्य सुधारको योजना होइन, यो त देश चल्ने तरिकालाई नै जरेदेखि परिवर्तन गर्ने एउटा महत्त्वाकांक्षी खाका हो। यो स्लाइडले पहिले र अहिलेको अवस्थालाई छर्लङ्ग पार्छ। जहाँ पहिले मन्त्रीहरूको लागि सडक खाली गराइन्थ्यो, अब उनीहरू पनि अरू नागरिक सरह ट्राफिक जाममा पर्नेछन्। साइरन र विशेष व्यवहार अब इतिहासको कुरा भइसकेको छ। अर्को निकै महत्त्वपूर्ण कदम पनि चालिएको छ। सरकारी कर्मचारी, शिक्षक र विद्यार्थी युनियनहरूलाई राजनीतिक दलहरूसँगको सम्बन्धबाट पूर्ण रूपमा अलग्याउने प्रयास भइरहेको छ। यसको एकमात्र उद्देश्य हो सरकारी र शैक्षिक प्रणालीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु। र यो सूची अझै लामो छ। निजी अस्पतालमा गरिबको पहुँच बढाउने, महिलाका लागि यातायात सहज बनाउने, सरकारी खर्च घटाउन मन्त्रालयको सङ्ख्या कम गर्ने र दशकौँदेखिको भ्रष्टाचारको छानबिन गर्ने जस्ता निर्णयहरूले सुधारको दायरा कति फराकिलो छ भन्ने देखाउँछ। तर के सबैले यो परिवर्तनलाई स्वागत गरिरहेका छन् त? पक्कै पनि छैनन्। देशको स्थापित राजनीतिक वर्गबाट शङ्का र प्रतिरोधका स्वरहरू सुनिन थालिसकेका छन्। र पुराना राजनीतिज्ञहरूको सम्पूर्ण तर्क यही एउटा वाक्यमा लुकेको छ। उनीहरूको विचारमा देश चलाउनु भनेको कुनै नक्सा वा योजना अनुसार भवन बनाए जस्तो सिधा र सरल काम हुँदैन। उनीहरूका मुख्य तर्कहरू यस्ता छन्। राजनीतिमा सम्झौता र लेनदेन आवश्यक हुन्छ, जुन एक इन्जिनियरको कठोर योजनामा नहुन सक्छ। सहरमा बसेको व्यक्तिले गाउँका समस्या कसरी बुझ्न सक्छ? र इतिहासले देखाएकै छ, व्यवस्था बदल्छु भनेर आउनेहरू अन्ततः आफै त्यही व्यवस्थाको हिस्सा बन्छन्। यसले हामीलाई यो राजनीतिक प्रयोगको सबैभन्दा केन्द्रीय र अनुत्तरित प्रश्नमा ल्याइ पुर्याउँछ। हामीले जे देखिरहेका छौँ, के त्यो भविष्यको लागि एउटा बलियो खाका हो वा केवल एउटा आदर्शवादी सपना? र अन्त्यमा प्रश्न यही रहन्छ, के नेपालले साँच्चै दक्षिण एसिया र त्यसभन्दा बाहिरका देशहरूका लागि शासनको एउटा नयाँ मोडल प्रस्तुत गर्दैछ, वा यो आदर्शवादी युवा जोश पुरानो राजनीतिको कठोर यथार्थसँग ठोकिएर केही समयमै चकनाचुर हुनेछ? यसको जवाफ त भविष्यले नै दिला।
तर अहिलेलाई संसारले यो साहसी प्रयोगलाई निकै चासोका साथ हेरिरहेको छ।